गाइज यो चाहिँ चामल, मकैको चामल, अनि यो पनि चामल, यो चाहिँ पिठो, यो चाहिँ चाल्ने, यो चाहिँ भुस। आगो फुकेर पानी बसाइसकेको छु। पानी बसाएको छु, अब मजाले बनाउँछु है म। बनाउनु चाहिँ आउँदैन तर पनि ट्राई हो हैन। यो चाहिँ चामल, मैले यो चामललाई उम्लेको पानीमा हालेको छु। अब पिठो एकछिनमा हाल्छु है। अब आए पनि नआए पनि हैन, यसो ट्राई गरेको है। बनाइ खान मन लागेर क्या, अब कस्तो हुन्छ टेस्ट भनेर क्या। धेरै बनाएको बच्चामा खान्थ्यौँ, आज पहिलोचोटि उम्लेको। खेलौँ पौडी खेलौँ लाग्दो र आगो कस्तो मजाले बलेको। वाउ, जस्तो आगो बलिरहेछ नि ऊ फुइ 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 त्यस्तै नै उम्लिरहेछ। फुइ 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 फुइ। वाउ, मजाले उम्लेको, खेलाम लाग्यो। वा पिठो हेर्दै कस्तो राम्रो। वाउ, हाल्ने हो है, गम गम गम। अब हालिदिएँ मैले। यो चाहिँ जम्मा 4 चम्मच हालेँ। 4 चम्ची भन्दा पनि ठुलो छ यो पन्यु, 4 पन्यु हालेँ यसको। अर्ग्यानिक तरिकाले मकै ढिँडो बनाइँदैछ। तता मरे कस्तो पोल्दो रहेछ। छिटेर पोलो मरे। छिटेर पोल्दो रहेछ, कस्तो छिटिएको उड्दो रहेछ। पिठो हालिसकेको छु है। यहाँ पिठो छ। सब्जीहरू अब केलाएर पकाउने, यो अनि आलु। जोगी तरकारी पकाउन आँटेको छु क्या मैले आज, जोगी तरकारी। आलुको सब्जी पनि काटिसकेको छु। अनि त्यसपछि यो है यति पकाउने हो। अब प्याजहरू काट्छु। मकै माम इज रेडी। ढिँडो भनौँ न, मकै ढिँडो रेडी। मकै ढिँडो रेडी भयो। वाउ, कस्तो मिठो। वाउ, सब्जीहरू बनाउन गइरहेको छु अब म। हेर्नुहोस् त, सब्जी बनाउँछु। प्याज हालिसकेको छु। आँखा पोल्यो। आलु भुटेर कस्तो मिठो भयो। वाउ, हेर्नुहोस् त है, यहाँ दामी भयो ग्रेभी। वाउ, कस्तो मिठो भयो। मिठो बास्ना आइरहेछ गाइस। अब एक गुनगुन खान्छु है त। हेलो, बाई गाइस। बनाइसकेछु गाइस। यहाँ चाहिँ के छ भने नि, प्याज, खोर्सानी, अनि त्यसपछि आलु, उसिनेको आलु, अनि त्यसपछि अलिकति तोरीको तेल हैन, अनि धनियाँ हालेको छु हैन। यो खानुपर्छ है अब। फेन
गाइज मेरो डिस चाहिँ रेडी भइसकेको छ। फर्स्ट टाइम आई विल ट्राई आफ्टर लङ टाइम है। योभन्दा अगाडि चाहिँ मैले मेरो चाइल्डहुडमा ट्राई गरेको थिएँ। अब चाहिँ म एकैचोटि हुन्छ नि बेबी आफ्टर बर्थ अफ माई बेबी आई विल ट्राई दिस डिस ओके। अनि यहाँ हेर्नुहोस् त अचार, अनि यो चाहिँ कस्तो राम्रो, हेर्नु न छुँदा पनि कस्तो क्या, यी हेर्नु त कस्तो राम्रो क्या, कस्तो नरम छ है, कति नरम, वाउ। अनि हेर्नुहोस् त है, ओ यम्मी 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 यम्मी। ल फाइनली my dish is ready. Finally this is ready for me. Okay, I will try it after long time है। हेर्नुहोस् त वाउ। ल यहाँ हेर्दामा कस्तो नरम यो अचार, यो तरकारी ल जोगी तरकारी कस्तो मिठो भयो मम्मी, कस्तो मिठो भयो।